मर्निङ गाइज, न्यू डे न्यू ब्लग। आज चाहिँ हामी फिल्म हेर्न जाँदैछौँ। दयाङ राई जारी 2 जारी 1 चाहिँ हेरेको राम्रै थियो, सो त्यस्तै होस् भन्ने लागिरह। राइट नाउ इन कीर्तिपुर, काठमाडौँ आएको थियो। यो फर्स्ट ब्लग हो, यताउति पनि गएको छैन, त्यही भएर आज चाहिँ चल्दिरहँ। हुन चाहिँ दिउँसोको र बेलुकाको सो पनि थियो, तर गएन। त्यो चाहिँ खास चाहिँ बुकिङ पनि थिएन, मान्छेहरू थिएन हलमा गएपछि थाहा होला। खै बिहानको सो भनेको छु, जे होस् म के अरे डे र बेलुकाको हुन्छ नि 5 बजीतिर सो भन्दा त बढ्ने मान्छे भएछु तल जा। यही बाटो भयो लाग्छ, यो बाटो पनि एकचोटि मात्र आएको छ, त्यो पनि थाहा छैन हो। यही बाटो कीर्तिपुरमा हल फेरि एउटा मात्रै छ, त्यो सिनेप्लेक्स। धेरै ठुलो हल त छैन भन्छ क्या, त्यो पनि जस्तो छ गरी हेरिदिउँ न। छिर्दै छैन अहिलेसम्म। दिनको फर्स्ट सो हेऱ्यो जारी 2 को। मगर निस्किँदै हलबाट खासै मजा आएन है मलाई चाहिँ। अब अरूलाई के आयो त्यो हेर्ने मान्छे थाहा होला हो भनेको। अब जारी 1 को जस्तो त्यो छ नि, त्यो स्टोरी लाइन, त्यो सिक्वेन्सहरू, त्यो हुन्छ नि क्लाइम्याक्सहरू, त्यस्तो खोजेर जारी 2 हेर्न आउने मान्छेहरू नआए हुन्छ घर बस हो कसम। मलाई त होइन 10 मा रेटिङ गरेर 6.5 दिन्छु म, केही भन्दैन हो भनेको। तर ओभरअल ठिकै छ भनौँ, चित्त बुझ्दो त लागेन। त्यही पनि अब दयाङ दाईको नाम देखेर चाहिँ ठिकै छ हो भनेको। अब जानुपर्छ। ओ हामी त्यहाँ जाने भने होइन, उता नयाँ बजार त्यो बुझ्न जाने भने होइन। भयो त भन्यो, त्यही हो। जस जारी 1 को जस्तो त छैन है गाई चाहिँ, एउटा छैन। त्यति नराम्रो त छैन है कि, तर अलिकति स्टोरी खासै भएन कि। अब नाम अब दयाङ राई भनेपछि सबै घाटाङ गुटुङ आएको छ भनेर खै यो जारी 2 अलिकति सिक्वेन्स तान्या हो कि भन्ने जस्तो लाग्छ मलाई कतिखेर चाहिँ। खै तर आज के अरे सुरुकै दिनको अनि सुरुकै सो हो कि यो बिहान हो। अनि त्यो हेर्दाखेरि पनि खासै चाहिँ भएन। हल पनि त्यस्तो पुरै फुल थिएन। अनि मैले पनि के अरे दिउँसोको अनि बेलुकाको सो भएको पनि त्यो चेक गरेको थिएँ कि। अनि बुकिङ चाहिँ अनि कीर्तिपुरमा एउटा मात्रै हल हो क्या। अनि कीर्तिपुरमा यत्रो मान्छे छ, अनि कुनै त हल फुल हुनुपर्ने नि त, तर छैन। मैले त्यो जेरी अन टप भनेको हो, त्यो चाहिँ हेरेको छैन कि। अनि त्यो हेर्ने मान्छेले चाहिँ त्यही कन्टिन्यू गऱ्यो भने चाहिँ बरु त्यही राम्रो छ यो भन्दा भन्ने दिइरहेको थियो क्या। र अरू मान्छेहरूले पनि, अरू हेर्ने मान्छेलाई पनि खासै चित्त बुझे जस्तो चाहिँ मलाई लाग्दैन है। हिजो कोही मान्छेहरू पुरै सुतिरहेको थियो, यहाँ हुँ गरिरहेको थिएँ। खै देखामा फस गयो भाइ आज। यता जाउँ न, यता होइन कहाँ हो? यता हो, उता कहाँ थाहा तिमीलाई? मलाई थाहा छैन नि यो बाटो कता जान्छ, कता निस्किन्छ यहाँबाट? मलाई अलि यो उता टाढा निस्केपछि थाहा हुन्छ नि। म त यो निस्किन्छ कि तिमी, म कसम यो बाटो तिमी आखौ नि बाटो, म आएन कि यो बाटो। 50 चोटि आएको छु कि भाइ यहाँ त। म आए कि घर हो क्या तिम्रो यता? गर्लफ्रेन्ड छ त यता मान्छेले के गर्लफ्रेन्ड छ मलाई पनि भने मिलेन के अरे। जन्म जाँदै सिङ्गल भएको मान्छेहरू पनि गर्लफ्रेन्ड छ अरे साला। त्यस्तै हो। यदि जारी 1 को जस्तो के अरे जारी 2 मा छ भने त्यस्तो चित्त बुझेन मलाई चाहिँ ओभरअल भन्दाखेरि। अब हल्का एक्टिङ इमोसनहरू हेर्नु मन छ भने चाहिँ जाँदा हुन्छ। सो थ्याङ्क्स फर वाचिङ। आजको लागि यति नै हुन्छ होला। अब घरतिर जानुपर्छ। अहिले म रुम आइसकेँ। अनि अब बाटोमा कुरा भइसक्यो साथीहरू मेरो। अब त्यसमाथि पनि अब बाँकी चाहिँ कुरा गरौँ कि मेरो चाहिँ अरू मन लागेको कुरा। जारी 1 जसरी चाहिँ तपाईँहरू सोचेर चाहिँ जारी 2 मा स्टोरी लाइनहरू त्यस्तै छ भन्ने सोचेर चाहिँ नजानु होला, धेरै एक्सपेक्टेसन नराख्नु होला। त्यस्तो चाहिँ मलाई खासै लागेन। मैले चाहिँ त्यस्तै सोचेर गएको थिएँ, तर जारी 2 ले मलाई अलिकति चित्त दुखा काइन्ड अफ जोक। सो अलिकति मलाई चित्त दुखा छ जारी 2 ले चाहिँ। जारी 1 को जस्तो जारीको जस्तो चाहिँ मलाई अलिकति जस्तो जारी 1 को जारीको जस्तो मलाई चाहिँ अलि भित्रदेखि त्यस्तो फिल दिएन। हाउसफुल पनि थिएन आज पुरै।
पुरै कीर्तिपुरमा एउटा मात्रै हल हो, त्यसमाथि पनि केही नै थिएनन् मान्छेहरू। हल कति 100-200 जनाको खै थाहा छैन मलाई कति हो त्यो हलको क्षमता चाहिँ, तर मान्छेहरू 50-60 जना जति थिए होला बढी भएपछि। तर धेरैजसो सिटहरू खाली नै थिए। अनि मैले कीर्तिपुर एरियामा चाहिँ एउटा मात्रै हल हो, त्यही हो सुरुको दिन भएर भने त्यस्तो हो कि भन्ने लाग्छ मलाई चाहिँ। र अरू दिनहरूमा चाहिँ अलि राम्रै होस् भन्न चाहन्छु। जारी 2 म जे हो भन्दाखेरि चाहिँ यो जारी जस्तो यो जारी 2ले अलि त्यति कमाउँछ जस्तो मलाई चाहिँ लाग्दैन है। अनि के अरे यो अरू सोहरू हेरेँ क्या मैले काठमाडौँ वरिपरिको यो BRS-तिर, QFX-तिर, बिग मुभिजतिर पनि चेक गरेँ मैले। अनि कस्तो चलिरहेछ, अनि अब दिउँसोको सो बेलुकाको सोहरू भनेको तिनीहरूमा नि 10-15वटाहरू सिटहरू चाहिँ बुकिङ छ, सोल्ड छ। अनि धेरैजसो हलहरू खाली नै छ, खै किन हो। दयाङ राई भनेपछि त वान अफ द बेस्ट एक्टर फर मी, मलाई मन पनि पर्छ। अनि त्यही भएर म सुरुमा गएँ, तर धेरै सोचेर गएपछि धेरै एक्सपेक्टेसन गरेपछि क्लास हुन्छ भनेको जस्तै भयो। तर स्टोरी लाइन अलिक खासै मन परेन मलाई। भन्दा पनि जारी 1को चाहिँ स्टोरी चाहिँ लाइन अलिक बढी नै राम्रो छ जारी 2 भन्दा पनि। त्यसको लागि अलिकति त्यो तन्काएको जस्तो मात्र लाग्यो मलाई चाहिँ, खासै चाहिँ चित्त बुझ्दो लागेन। यो यताउति चाहिँ त्यो हुन्छ नि यो त्यो भ्यूहरू अनि त्यो एक्टिङ लेभलहरू सब दामी छ। म त्यो 10मा 10 रेटिङ गर्छु त्यतिमा चाहिँ। अनि फिल्मलाई ओभरअल स्टोरी लाइन यताउति सबै हेर्ने भनेपछि पनि हाफ टाइमभन्दा अगाडि चाहिँ ठिक छ, राम्रो छ। मलाई त्यहाँसम्म ठिकै लाग्थ्यो। अलि केही न केही हुन्छ जस्तो हुने क्या, अलि म दिमागमा कुरा खोल्ने हल्का कमेडी हँसाइराख्ने यहाँ ऊ हल्का त्यस्तो भइरहेको थियो। हाँस्यो पनि बिचमा नि हँसाउने खालको पनि क्लिपहरू पनि छन्। त्यो मसँग क्लिपहरू त छन् त छन्, त्यो तर यो हाल्न मिल्दैन, म हाल्दैन ती क्लिपहरू चाहिँ। अनि तपाईँले एकचोटि म चाहिँ के भन्छु भने खासै जारी 1को जसरी सोचेर तपाईँहरू त्यहाँ हेर्न जानुहुन्छ भनेपछि तपाईँको दिल चकनाचुर हुनेछ, फुट्नेवाला छ। त्यही भएर त्यसरी नजान्नु होला। अब एकदम ठुलै फ्यान हो म त दयाङ राई भनेपछि गएर हेर्नै पर्छ भने जसरी जानुहुन्छ भने चाहिँ म जस्तो भएर हेर्न सक्नुहुन्छ तपाईँहरू। अनि हाफ टाइम पछि चाहिँ अनि त्यो खासै स्टोरी राम्रो लागेन मलाई चाहिँ। अनि त्यो कुनै त्यो त्यति अलि छैन। जस के छ भने चाहिँ अब मेन कुरा भनौँ कि अब त्यहीबाट सुरु हुन्छ जारीको सकिएको साइडबाट नै फिल्म चाहिँ। अनि पुरै चाहिँ नभनिदिउँ, अब फेरि स्पोइलर भने ऊ होला, अब हाल्नेले हाल्ला न, तर 2-3टा चाहिँ क्लिपहरू कता यता ऊ देखिहाल्छ, चकोलेट भइहाल्छ। तर म चाहिँ हाल्दैन कि अब त्यो साइबर क्राइम ऊ के गर्दा मलाई डर लाग्छ त्यस्तो। अनि त्यहीबाट सुरु हुने चाहिँ त्यही भन्दा पनि छोरी पाएदेखि सुरु हुन्छ, माइती बुझाउने यताउति आउँछन्, गाडाङगुडुङ हुन्छ, लफडा हुन्छ, त्यही हो। अनि फेरि बेलुका लास्टमा गएर मिल्छन्। अनि स्टोरी चाहिँ मलाई त्यही पुरानै जस्तो लाग्यो, खासै नयाँ लागेन। सो यति नै हुन्छ होला मेरो आजको।